दिनमा आजैको तिथिमितिमा हाम्रो प्रभु बौरेर उठेको पुनरुत्थान भएको मृत्युबाट मृत्युलाई जितेर अघि हाम्रो नानीहरू क्वायरहरूले भने नि क्वायरहरूले गीतमा भन्दै थिए उहाँले चाहिँ पापलाई बोकेर मर्नुभयो हाम्रो सबैको पाप बोकेर उहाँ मर्नुभयो क्रुसमा अनि आजको दिन चाहिँ के गर्नुभयो त उहाँले विजय पाउनुभयो मृत्युबाट पापबाट विजय भएर आज बाहिर आउनुभएको दिन ज्यानबाट बाहिर आएको दिन हामी हालेलुया चढाउनेछौँ यो चाहिँ स्वर्गीय भाषा हाम्रो सबैले सुन्नुहुनेछ हामी दुईटा हात खोलेर माथितिर हात बनाएर हालेलुया गर्छौँ ल हालेलुया 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 आमेन ठ्याक्कै आजैको दिनमा हाम्रो प्रभु बौरेर उठेको है यो कुरा तपाईँले याद गर्नु होला आजको दिन मृत्युलाई जितेर प्रभु ज्यानबाट बाहिर आउनुभएको दिन र अब हामी पनि वर्ष दिनसम्म ज्यानभित्र थियौँ होला गल्ती गऱ्यौँ होला हाम्रो हृदयलाई ज्यान बनायौँ होला कति कुरा लुकायौँ होला कति कुरा ढाँट्यौँ होला कति हाम्रो मुखको शब्दले अरूको चित्त दुखायौँ होला होइन अपशब्दहरू बोल्यौँ होला कुरा काट्यौँ होला हामीले हकार्यौँ होला मन दुखायौँ होला विभिन्न तरिकाबाट हामीले हाम्रो मण्डली परिवारलाई यदि दुःख दिएको छौँ कसैको मन दुखेको छ भने आजको दिन सम्पूर्ण रूपमा 100% रूपमा आज हामी एकअर्काले क्षमा दिनेछौँ र एकअर्काको हामी गोडा समात्नेछौँ एकअर्कामा हामी अङ्गालो मार्नेछौँ एकअर्कामा हामी ह्यान्डसेक गर्नेछौँ हात मिलाउनेछौँ आजको दिनमा यसले के गराउँछ भने भाइचारा बढाउनेछ हाम्रो सम्बन्ध आत्मीयतालाई बढाउनेछ हाम्रो प्रगाढ प्रेमको कुरालाई झल्काउनेछ आजको दिन है